हेलो साथीहरु, धेरैजना साथीहरूले मलाई कमेन्ट गर्नुभयो, मेसेज गर्नुभयो कि आजदेखि एनपिएल यानि कि नेपाल प्रिमियर लिग सिजन 2 जुन 2025 को जुन आजदेखि भइरहेछ त्यो चाहिँ कसरी लाइभ हेर्ने त्यसको बारेमा आज भन्न गइरहेको छु। रिसेन्टली हाम्रो नेपालको टेलिभिजन टिभी च्यानलमा टिभीमा पनि कान्तिपुर म्याक्स एचडीबाट हेर्न सक्नुहुन्छ, नत्र योभन्दा अगाडि स्टारबाट जुन इन्डियाको थियो त्योबाट, अनि त्यससँगै ग्लोबली या त जुन गल्फ कन्ट्री या अदर कन्ट्रीमा जुन 500 रुपियाँ नेपाली, त्यससँगै तपाईँले $10 तपाईँले ओटिटीमा पाउन सक्नुहुन्थ्यो। डिस होम गोबाट जुन रहेको छ, यो प्ले स्टोरबाट डाउनलोड गर्नुहोला। यसको फुल भिडियो मैले हालेको छु रिसेन्टली फेसबुक, टिकटक र युट्युबमा हेर्नुहोला। अब सर्वप्रथम डिस होम गो जानुहोला, यो प्ले स्टोरमा डाउनलोड गरेर रेजिस्टर गर्नुहोला, तपाईँले पासवर्ड हालेर रेजिस्टर गर्नुहोला। अनि जुन यो डिस होम गोको जुन यो होम पेज रहेछ त्यसमा देख्न सक्नुहुन्छ यो तपाईँको नेपाल, मिडल इस्ट यति रहेछ। अनि जुन अहिले राति चाहिँ यहाँ रहेको छ 12:53 भएको छ। यहाँ अब हेर्नुहोसको अप्सन रहेछ, यहाँ वान डे अब देखेको छ, अहिले अपडेट गरेको छैन। यो नेपाल प्रिमियर लिग 2025 यहाँ देख्न सक्नुहुन्छ। यहाँबाट अब हेर्नुहोस्, यसमा क्लिक गरेर हेर्न सक्नुहुन्छ, किनभने तपाईको जुन यहाँ रहेको छ जुन सुरु हुन्छ 4 बजे, त्यसपछि तपाईको पुरा डिटेल यहाँ दिन्छ, देखाउँछ। यो तपाईले म्याक्स जुन कान्तिपुर म्याक्स टिभीबाट पनि हेर्न सक्नुहुन्छ, जस्तै कि प्रत्यक्ष टिभीको अप्सन रहेछ। यसको फुल डिटेल मैले हालेको छु, हेर्नु होला। कसरी तपाईले यसको सब्सक्रिप्सन लिन सक्नुहुन्छ त्यो तपाईले हैन साइन अप गर्न सक्नुहुन्छ, रेजिस्टर, त्यो पुरा डिटेल हालेको छु, हेर्नु होला। मैले चाहिँ यहाँ मात्र भनिरहेको छु कि हाम्रो नेपाल जुन टेलिभिजन प्रत्यक्ष टिभी लाइभ हेर्न सक्नुहुन्छ। जुन यहाँ तल अझै स्क्रोल डाउन गर्नु होला, त्यसपछि हाम्रो नेपाली टिभी च्यानल रहेको छ, यसमा यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। अनि जुन यो कान्तिपुर म्याक्सबाट हेर्न सक्नुहुन्छ, यहाँ रहेको छ यो नेपाली च्यानल कान्तिपुर म्याक्सबाट, योबाट तपाईले हेर्न सक्नुहुन्छ लाइभ। अहिले चाहिँ यहाँ अब हेर्नुहोस्, यसको अप्सन रहेछ, यहाँबाट पनि लाइभ हेर्न सक्नुहुन्छ। तर यसको लागि तपाईले यहाँ जुन अहिले रहेको छ हाम्रो जुन, यसको लागि हाम्रो नेपालमा 300 रुपियाँ पे गर्नुपर्ने हुन्छ, नेपाली रुपियाँ, अनि मात्र सब्सक्रिप्सन हेर्न सक्नुहुन्छ। या त तपाईले टेलिभिजनमा टिभीमा हेर्न सक्नुहुन्छ, जुन हैन त्यसमा हेर्न सक्नुहुन्छ, जुन यहाँ रहेको छ। अब तपाईले पुरा डिटेलमा हेर्न सक्नुहुन्छ, एनपिएलको मजा लिन सक्नुहुन्छ। तपाईले कुन टिमको सपोर्ट गर्छ, कुनै पनि इस्यु आइरहेछ भने भन्नु होला। मेरोमा चाहिँ मजाले चलिरहेछ, तपाईको कस्तो चलिरहेछ? मैले फेसबुकमा हेरेको, जुन रेडिटमा पनि हेरेको, धेरैजनाको समस्या आइरहेछ, भन्छ कि यति पैसा मतलब लागिरहेछ तर एप राम्ररी चलिरहेछ। मेरोमा चलिरहेछ, तपाईको कस्तो छ त्यो कमेन्ट गर्नुहोला, र सक्दो तपाईले यहाँ फिडब्याकमा तपाईले मेसेज गर्नुहोला, अनि अझै राम्ररी इम्प्रुभ गर्छ डिस होम गो एप जुन कम्पनीहरुवालाले। र यसरी हेर्न सक्नुहुन्छ तपाईले टिभीमा प्लस ओटिटीमा, डिस होम गोबाट ओटिटीमा, र तपाईले कान्तिपुर म्याक्स टिभीबाट टिभी च्यानल हेर्नुहुन्छ। यसपालि युट्युबमा एभाइलेबल छैन, थर्ड पार्टीबाट हुन्छ, त्यो अलग कुरा हो, तर हामीले सपोर्ट गर्नुपर्छ, त्यही भएर हामीले पे गरेर दिन सक्नुहुन्छ र यसरी हेर्न सक्नुहुन्छ। आई होप कि तपाईलाई भिडियो मन पर्यो भिडियोलाई लाइक गर्दा, च्यानललाई सब्स्क्राइब गर्न साथै बेल आइकनलाई पनि प्रेस, साथै फेसबुक टिकटकबाट फेसबुक टिकटक पनि फलो गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच, धन्यवाद।